यो नेताले ल्यायो होइन हो बुवा हामीले ल्यायो हो बाँड्ने भने हो त तपाईको यस्तो हो कि दिदी यति सामान छ खाली नेता सोच्यो हामीलाई यिनीहरूले हजुर हो अब हामीले हजुर आएको थिएँ तपाईँको होटेलै थियो नि होइन यहाँ हो अरे भगवान यो नेताले पठा होइन हो बुवा हामीले ल्यायो भने मान्नुहोस् न ल्याएको भए खै त अब हामीलाई चाहिँ एकदमै को छ बिल चाहियो तपाईलाई बिल सामानको के गरे सबैले सबैलाई बाँड्ने हो त पुग्ने सम्म बाँड्ने हो तपाईकै मोबाइल छैन उठ्नु जानु तपाईको के रेकर्ड गरेछ मैले हामीले के गरेछ यो रेकर्ड डिलिट हान्ने हान्छु ल छोड्नु त पहिले मोबाइल दिनु म डिलिट हान्छु भएन मलाई थाहा छ यस्तो कुरा मलाई कस्तो कुरो गर्नु मोबाइल छोड्नु मोबाइलको त्यो डिलिट हान्नु पर्यो मोबाइल म डिलिट गर्छु भने त मोबाइल दिनु सुन्नु न मोबाइल दिनु हामीलाई पनि थाहा छ यस्तो कुरा ल मोबाइल तिमी मोबाइलको डिलिट हान्ने हालमा छेउमा हिँड न छेउमा हिँड न भाइ तपाईलाई हामीले दिनु भनेको छु ल त्यसो भए किन रेकर्ड गरे यहाँ अब त्यो मैले पनि भएन भने गर्न मिलेको छ चाउचाउ दोइने या बाँड्ने भए बाँड्ने त्यहाँ बसेर बाँड्नु हामी एकजना बस्नु ल हामीले बाँड्ने हो तपाईहरु बसेर बाँड्नु मेरो साथीहरुले त्यो मेरो लागि मोबाइलको के फेसन देखाएर बसे मोबाइल कुकुरले मेरो मोबाइल पुरो बजार हो भाइ यहाँ जम्मै मैले बाँड्नु पर्छ होइन बाबा तपाईहरुले बाँड्नुस् न यार सामान लिएर जानु तपाईहरुको सामान लिएर जानु त्यो चित्त बुझ्छ हामीले चामल बाँड्नु झगडा हुन्छ भनेर चामललाई रोकिया छ ल त्यहाँ पनि चामल छ लिएर जानुस् तपाईहरु हाम्रो लागि ल्याऊ किन ताप्नु किन एउटा घरले दुई बार चामल लिएर आउनुहुन्छ तपाईँ एउटा घरले होइन कहाँको केको सम्पत्ति छ र उनीहरूले आफ्नो छाकाटा लिएर हामी किन होइन नि यार हामी त विद्यार्थी हो बाँड्न आएको रात बाँड्न त्यतिका सामान दाजुहरूले मिलेर दुईटा पुवाला भने नि छ मेरो केही पनि झगडा गरे बाँड्न ल्याएको होइन भने यो सामान त्यतिकार गराउने हो नि त उसको मान्छे उसको व्यक्तिले ल्याएर
तपाईको रेकर्ड तपाईको मोबाइलको फेसन देखाएर हाम्रो बुढी भरिदैन फेसन देखाउने यहाँ होइन नि हामीले पनि आफ्नो पैसा हालेको छैन मागेर खोजेर तपाईले जति पुगे जति बान्ने हो कि हामीले भन्नुस् न त त्यसो पुगे जति अघि पनि कुरा भयो 2 बोरा अनि म आएर मैले एक्लै खेलेँ भन्ने कुरा भयो भन्नु न त्यसरी हेर्नुस् न अरु पनि दालहरु भयो होइन तपाईले अहिले तपाईहरु त्यसो भन्नुभयो त भन तपाईले हेर्नु मोबाइलको फेसन देखाएर हाम्रो पेट भरियो नभरियो भरिएन हैन भरियो भन्नुस् तपाईहरु तपाईँले स्वास्थ्यको लागि पनि मैले त्यो पनि खाना थोरै छ भनेर त्यति सामान छ त्यही भएर हामीले यो माथिको टोललाई मात्रै बाँड्ने भनेको तपाईहरु तोडफोड गर्नुहुन्छ चौतारा जानु पुलिसहरुले नि केही यतिखेर होइन कि तपाईहरु वहाँ गाडी लिएर आएर कसैको सबैको गरेर तपाईलाई त्यो प्यारले आयो भने हैन नि हामीले त हाम्रो फेसन नदेखाउने सिकाएको गाडी मान्छे उठाइन्छ अब यहाँ दाउरा मात्र लगाएन भने उ आज यो सिंह पाल्टाको गाडी नै आउँदैन तपाईहरुले जाने असर गर्नु न त ल हामी गर्दैन यहाँ अब हामी म बाहिर यहाँ नीति काममा पहिल्यै पऱ्यो भने यो गफ हो त्यो भयो पछि भएपछि तपाईँको कारण आयो त्यो कपडा चाहिँ झिकेर देखाइदिनु नयाँ त्यो 50 जोर कपडा ल्याछ बुवा त्यो के सुग्रालाई ल्या हो त कस्तो कुरो गर्नु छ भने होइन होइन बुवा होइन यस्तो गाडी नै होइन के भन्छ भगवान कसम होइन ल त मान्नुस् न भने ल्याउने हाम्रो कुरा पनि भएको छैन यो साथी हो पहिले किनेको कुरा नि ए भाइ लाग्दैन ल राख्नु तिम्रो त्यस्तो हामीलाई चाहिँदैन त्यो एउटा केही पनि हामी लिएन मेरो घरमा चाहिँ कसैले गरे पनि होइन नले चोरेको हो होइन तिमी अब नेता मान्छे तिमीले